नमस्कार। आज हामी फेरि पनि घुम्न गइरहेका छौँ। आज हाम्रो घुमाइ रहेको छ सन्धिखर्कदेखि नरपानी, नरपानीदेखि गौशाला, गौशालादेखि भैँसी मेला, भैँसी मेला भनेको सुपा देउराली माथिको डाँडो रहेछ। त्यो पनि एकदमै मनमोहक, बिहानी पखको घाम र रमणीय दृश्य, जहाँबाट सुपा देउरालीको पूर्ण रूपले दर्शन गर्न सकिने। अनि आज हामी गाई पुजे औँसीको भएको हुनाले गौशालामा गयौँ। गौशालामा गएर गाईलाई नुन दिने र गाईको दर्शन गर्ने, गोवर्धन पूजामा पनि पूजा गर्ने र हाम्रो खास पैदल हिँड्ने यात्रा नै बढी चलिरहेको छ। त्यसपछि हामी केही समय गौशालामा गाईहरूको दर्शन गरिसकेपछि भिमले मेलामा गयौँ। भिमले मेलाबाट फर्किसकेपछि फेरि गौशालामा आएर हामीले त्यहाँ चिया खायौँ। त्यसपछि हामी होमस्टेको दर्शन गऱ्यौँ। होमस्टेपछि हामी सुपा देउराली मन्दिरमा गयौँ। सुपा देउराली मन्दिरबाट आएर नरपानीमा खाना खायौँ। नरपानीमा खाना खाइसकेपछि हाम्रो यात्रा फेरि सन्धिखर्कतर्फ प्रस्थान गऱ्यौँ। हामी अहिले हरेक हप्ता र बिदाको दिनमा सकेसम्म अर्घाखाँचीको आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने गरी र पैदल हिँड्ने ठाउँहरूमा पैदल हिँड्ने गरेका छौँ। कृपया तपाईँहरूसँग पनि समय छ भने प्राकृतिक सौन्दर्य तथा प्राकृतिक अवस्थालाई थोरैबाट नियाल्ने गरी हिँड्न दिनुहुन।